आउनु है आउनु लाउनु आउनु बिस्तारै नहाँसिकन नलडिकन ओइ गाइज वेलकम टु माई भ्लग आज चाहिँ हामी यसो जङ्गलतिर घुम्न आएको केटाहरूसँग यसो रमाइलो गर्दै ओ जङ्गलको बाटो साह्रै रमाइलो छ है गाइजहरू बिस्तारै आउनु है बिस्तारै मोटे अहिलेसम्म उतैतिर भयो माथि नै मोटेको भुरीले बाटो देखेन दामी छ है गाइजहरू बाटो यस्तो खतरा जङ्गलको बाटो सरररररररर जङ्गल यहाँ त यसो काफल पनि पाउँछ है गाइजहरू काफल खाने लालीगुराँस टिप्ने हैन दामी छ काफलको रुख ल गाइज सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहे आज चाहिँ हामी नयाँ वर्षको उपलक्ष्यमा चाहिँ हामी यसो जङ्गलतिर खोला नदी नालातिर यसो घुम्न आएका छौँ अनि यसो मिल्यो भने हामी पौडी पनि खेल्नेछौँ गाइज अनि यसो हाम्रो भिडियोलाई तपाईँलाई यसो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आमा चाहिँ यहाँ चिप्ल्यो भने त फेरि सिद्धो हो नि त यसो हाई गरिदिनु हो सर हाई गरिदिनु भिडियोमा ओहो अनि कस्तो अनुभव भइरहेछ तपाईँलाई यस्तो जङ्गलमा हिँड्दाखेरि रमाइलो भएको छ है नचिप्लिकन हिँड्नु फेरि चिप्ल्यो भने नरमाइलो हुन्छ चिप्ल्यो भने सिधै नरमाइलो हुने हो अब त्यो ठाउँमा चाहिँ केटाहरू कसरी आउँछ त यसो देखाइदिनु पर्यो अनि कस्तो फिल भइरहेछ हो नयाँ वर्षमा तपाईँहरूलाई एकदम रमाइलो भएको छ भन्दा रमाइलो कति गर्नु पर्यो है जङ्गल घुम्ने हो मस्त रमाउने हो नि ल ल ल ठिक छ केटाहरूले पनि पुरै रमाइलो प्रतिक्रिया जनाइरहेछ साँच्चै नै यसो रमाइलो भइरहेछ आजको मौसम पनि त्यस्तै टाइपको छ अनि ओहो ल अब खोलामा आइपुगेका छौँ होइन टक्क लागेर खोलामा सररर माछा पनि साह्रो पाउँछ हो यो खोलामा त ल हेर्नु न मौसममा छुट्टै भइसक्यो यहाँ त अनि हाम्रो एकजना साथी चाहिँ स्टिल पछाडि हिँडिरहेको छ ढक्क लगाएर कतिखेर आइपुग्छ र अनि कतिखेर चाहिँ खोलामा झुम्लुङ्ग हाम्रो जन यो मान्छे हो ल पौडी खेल्नु ल ओ पानी खेल्नु यस्तो रमाइलो छ है पानी चिसो छ है पानी चिसो छ ओ ल यसो झम्लङ खेल्नु है ठिक छ यसो रमाइलो गर्न आएको हो रमाइलो त गर्नु पर्यो नि होइन गाइज रमाइलो केटाहरू जङ्गलमा चुरोट खाएर फेरि चुरोको ठुटोहरू चाहिँ पानीमा बगाइदिनु पर्छ फेरि डढेर लाग्यो भने त फेरि यहाँ चुरोट नभएको गाइज त्यस रमाइलो छ ओहो हामी कस्तो ठाउँमा आयो होला त नि आज आमा ठाउँ डेन्जर छ है आज पुरै बाघ भालु आउने ठाउँ हो बिस्तारै गाइजहरू बिस्तारै आमा ओहो बिस्तारै गुलाब हो र हजुर काफल त एकछिन न कस्तो यस्तो जङ्गलमा नि काफल हुन्छ त वन बारीतिर पो काफल हुन्छ त ल गाइजहरू आजको यो कस्तो अनुभव भइरहेछ हो तपाईँलाई एकदम राम्रो रमाइलो भइरहेछ है यतातिर आउँदै सर हेलो के टिप्नु भयो तपाईँले त्यो खै त यस्तो जापानमा बेच्छ अरे यार यो बेच्छ होइन पैसा आउँछ यो बेच्छ लाइक गाइजहरू हेर्नु न यस्तो ठाउँ नै डेन्जर छ क्या इस ल यो डेकोरेसनमा राख्नु पनि राम्रो छ गाइज आज हामी कस्तो ठाउँमा आयो होला त हेर्नुहोस् आमा कस्तो डेन्जर डरलाग्दो भयङ्कर ठाउँमा आएको छौँ है गाइजहरू हेर्नुहोस् है ए जाउँ यहाँ बसिरह्यो भने टाइम वेस्ट हुन्छ आउनु है गाइज हामी तपाईँलाई यस्तो खतरा ठाउँहरू देखाउनेछौँ है ल दुम्सीको बाटो ओहो दुम्सीको बाटो यो
ल के हो यहाँ त अनि यस्तो घना जङ्गलको बिचमा अनि यस्तो घर पहिला यहाँ मान्छेहरू पहिला यहाँ मान्छेहरू बस्ने छ जस्तो छ है बस्थ्यो होला है हेर्नु न घरै हेर्नु न त्यहाँ हेर्नु न दुम्सीको बाटोहरू पुरै आमा गाइज खतरा ठाउँ ल हेर्नु है अब नै ल घोच्नु त दुम्सी पस्या छ दुम्सी पस्या छ क्या त्यहाँ दुम्सी पस्या छ बिस्तारै ल बिस्तारै घोच्नु त्यहाँबाट आउँछ क्या है गाइज यस्तो दुम्सीको बाटोहरू हेर्ने दुम्सीको पल हेर्ने गाइज यस्तो सुत्न पनि आनन्द मजा आउँछ कि ठाउँ हेर्नु न गाइज ठाउँ कस्तो छ आमा हो ठाउँ त पुरै त्यो यो ठाउँहरू हेरेर तपाईँहरूलाई कस्तो लाग्यो हेर्नु न ठाउँ हेरेर कस्तो भयो एकदम राम्रो रमाइलो एकदम जङ्गल है अनि यहाँ एकछिन यसो पिङ खेलौँ न पिङ यहाँ एकछिन पिङ खेलौँ न त एकछिन पिङ खेलौँ त यहाँसम्म त केटाहरू पिङ खेल्न छोडेर यहाँ यो पिङ पनि ल केटा रमाइलो गर्नुपर्छ गाइज ठाउँ हेर्नु न ठाउँ कस्तो छ आम्मा हो ठाउँ त यस्तो डेन्जर है गाइजहरू आउनुहोस् है यस्तो बबाल ठाउँ चाहिँ आम्मा चाहिँ त यहाँ हेर्नु कस्तो छ यस्तो दामी छ क्या यतातिर त बनेलको गुड पनि पाउँछ है गाइज बनेलको गुड यसो हेर्नु पऱ्यो त्यहाँतिर कस्तो छ आमा हो गाइज अब चाहिँ हामी काफल पाउने ठाउँतिर ओहो काफलको बोट चाहिँ भेट्यो तर काफल चाहिँ छैन है गाइज आज आम्मा हेर्नुहोस् न गाइज ठाउँ हेर्नु न ठाउँ कस्तो छ ठाउँ त डेन्जर हो ल आउनुहोस् है गाइजहरू आउनुहोस् है आम्मा हो जङ्गल भनेको त यस्तो पो हुनुपर्छ त गाइज हेर्दै माइन्ड फ्रेस हुने क्या हेर्नु त अब हामी यस्तो डेन्जर ठाउँमा पुग्छ कि गाइज हेर्नुहोस् है ल काफलको बोटहरू हो कि हो काफलको बोट ए काफल सकिसक्यो हो के हो आज वाउ आम्मा के हो यार हेर्नु न ठाउँ यस्तो ठाउँ केटाहरूलाई यस्तो ठाउँमा ल्याउँदा नि खै त रमाइलो गर्दैन यसो उफ्रिने खेल्ने गरौँ न यस्तो अनि पो रमाइलो हुन्छ यार आमा बुढो उफ्रिने त्यो ढिङ्गो छैन ठाउँ त केटाहरूलाई बँदेलको गुड देखाइदिउँ भने पक्नै म बँदेलको गुड देखाइदिन्छु क्या बँदेलको गुड लाली गुराँस देख्यो उठ्याउ यत्रो रे ल टिप्नु म टिप्दिउँ
म टिप्दिउँ ल गाइस आज चाहिँ हाम्रो लाली गुराँस पनि देख्यो ल ल ल न समाउनु त समाउनु ल खै त यता देखाउनु अब केटाहरूलाई मैले आज एउटा लाली गुराँस टिपेर दिन्छु है गाइस रुख त सानो छ त्यो हाँगा तानै पुग्छ होला सबै झरिसके जस्तो सुकेर कहाँ लाली गुराँसले अनि मान्छे गुराँस हुन गएको त यता आउनु न लाली गुराँस गाडी खतरा तरिकाले लडे केटाहरूलाई लाली गुराँस टिपिदिने भएको हिरो भएको लडेर हिरो भन्दा नि बढी भयो अयो किन त्यो भर्खर सिजन हो सुकिसक्यो गाइस लाली गुराँस पुरै सुक्या छ अलि यो सिजन अफ सिजन हुँदै गयो नि त बिस्तारै है खोइ लाली गुराँस चाहिँ खोइ गाइस रुखमा केटाहरूलाई लाली गुराँस टिपिदिने भएको खसेर लडेर झन्डैले चाकको पाटा खुसेर एउटा चाहिँ खाना पायो जे होस् अमिलो अमिलो मिठो मिठो छ के अरे माछाको काँडा अड्क्यो भने नि यसले जान्छ रे ए यस मान्छे सानो भने दिमाग कडा छ कस्तो रहेछ टेस्ट चाहिँ यसको यो तर गुलियो गुलियो अमिलो अमिलो होइन अमिलो त्यस्तै हो हाम्रो यो नेपालको राष्ट्रिय फुल होइन त ल ठिक छ हाम्रो नेपालको अन्तर्राष्ट्रिय फुल तपाईँले पनि खानुभयो एकदम खाइयो लाली गुराँस नयाँ सालको दिन आज ल धन्यवाद तपाईँले पनि खानुभयो होइन ल जानु खेल्नु अलि भएन कि तरिका मिलाएर खेलौँ न ल जानु 1 2 3 हो त्यसरी हो कि खेल्ने ल खेल्नु ल जानु सुई गेडा फुट्ला यहाँ खेल्नु न यहाँ यस्तो 1 2 3 रमाइलो भयो केटा हो ल अनि हाम्रो दर्शक श्रोताहरुलाई तपाईहरु के भन्नुहुन्छ त नि ल भन्नुस् लाइक गर्नुस् शेयर सब्स्क्राइब लाइक गर्नुस् शेयर गर्नुस् कमेन्ट गर्नुस् हैन सब्स्क्राइब गर्नुस् हाम्रो युट्युब च्यानललाई ल फेरि 1 2 3